नमस्ते सबैजनालाई। आज हामी भेन्टिलेसनका बारेमा केही कुराहरू गर्न गइरहेको छौं। कसरी बिरामीलाई भेन्टिलेटरमा राख्ने, कसरी मेकानिकल भेन्टिलेसन सुरु गर्ने, सीएमभी, एसआईएमभी, एसी, स्पोन्टेनियस जस्ता विभिन्न भेन्टिलेसन मोडहरूको बारेमा पनि हामीले चर्चा गर्छौं र अन्त्यमा कसरी बिरामीलाई भेन्टिलेटरबाट बिस्तारै हटाउने अर्थात् कसरी वेन वा लाइब्रेट गर्ने भन्ने कुरा पनि सिक्नेछौं। सबैभन्दा पहिला हामीले मेकानिकल भेन्टिलेसनका केही इन्डिकेसन्सहरूको बारेमा बुझ्नुपर्छ। बिरामीको जीसीएस 8 भन्दा कम हुनु, बिरामीको सास फेर्ने क्षमता कमजोर हुनु अथवा पुअर रेस्पिरेटरी इफोर्ट हुनु, अर्को चाहिँ 100% अक्सिजन दिए पनि अक्सिजनको मात्रा चाहिँ नबढ्नु, स्याचुरेसन मेन्टेन नहुनु, बिरामीको CO2 रिटेन्सन भइराख्नु, त्यस्तो अवस्थामा चाहिँ CO2 वास आउट गर्नको लागि पनि भेन्टिलेसन राख्न धेरै नै आवश्यक पर्छ। मेकानिकल भेन्टिलेसनको अरू इन्डिकेसनहरूमा एक्युट रेस्पिरेटरी फेलर, एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम, एक्युट सेभर आस्थमा, acute ventilatory failure as seen in acute infective polyneuritis, GBS, Guillain-Barré syndrome or Myasthenia gravis। अर्को चाहिँ कार्डियक कजहरूमा लाइक एक्युट कार्डियोजेनिक पल्मोनरी इडिमा, कार्डियक अरेस्ट, अर्को कोमाटोज पेसेन्ट जुनमा चाहिँ ब्रिदिङ डिफिकल्टी हामीले पहिला नै डिस्कस गरिसक्यो। अर्को चाहिँ हेड इन्जरी टु रिड्युस द इन्ट्राक्रेनियल प्रेसर, त्यसमा पनि भेन्टिलेटरको युज हुन्छ। अर्को सेभियर चेस्ट ट्रमा विथ लङ इन्जरी, यिनीहरूमा पनि भेन्टिलेटरको युज हुन्छ। ET ट्युब पेसेन्टको माउथभित्र इन्सर्ट गरिन्छ र ब्यालुन चाहिँ इन्फ्लेट गरिन्छ टु किप द ET ट्युब इन द प्लेस। देन ET ट्युब चाहिँ भेन्टिलेटरदेखि कनेक्ट गर्ने अनि भेन्टिलेटरले बिरामीको ब्रिदिङलाई चाहिँ कन्ट्रोल गर्ने हो। सो भेन्टिलेटरको बारेमा कुरा गर्दाखेरि हामीले 4वटा कुरा ध्यानमा राख्नुपर्छ। एउटा भोल्युम, प्रेसर, रेट र अक्सिजन। भेन्टिलेटर प्रत्येक सासमा निश्चित मात्रामा हावा दिन्छ। Like ventilator gives a certain amount of air and त्यो जुन certain amount of air with each breath and that volume the air is given at a certain pressure and that volume at certain pressure is given at a certain rate and certain amount of the oxygen is given at that rate। अब विभिन्न भेन्टिलेसनको मोडहरूमा जानुभन्दा अगाडि म भोल्युम र प्रेसरको बारेमा छोटकरीमा कुरा गर्नेछु। एउटा कुरा हामीले के ध्यानमा राख्नुपर्छ भने भेन्टिलेटरमा कति भोल्युम चाहिँ हामीले पेसेन्टलाई दिने, त्यो भोल्युम चाहिँ कति प्रेसरमा दिने, अनि त्यो भोल्युम भएको प्रेसर चाहिँ कति रेटमा दिने विथ कति अक्सिजन स्याचुरेसन, सबैको त्यहाँ अप्सन्स हुन्छ चेन्ज गर्ने। तर एउटा कुरा ध्यानमा के राख्नुपर्छ भने भोल्युम र प्रेसरमा एउटा कुरा मात्र कन्स्ट्यान्ट राख्न सकिन्छ। So here one thing is to be decided by the doctor and another thing is decided by the ventilator. For example, if you said that 400 ml is given in each breath, you cannot control the pressure now. The pressure is now decided by the ventilator that how much pressure will the ventilator exert to give that 400 ml of volume. So pressure volume मा हामीले एउटा कुरा मात्र constant राख्न मिल्छ। The other thing is variable that is controlled by the ventilator। अब यस्तो किन हुन्छ त? किन हामी दुवै भोल्युम र प्रेसर एकै समयमा नियन्त्रण गर्न सक्दैनौं? ध्यान दिएर सुन्नुस्। यदि तपाईले 400 ml भोल्युम सेट गर्नुभयो भने प्रत्येक सासमा 400 ml हावा दिइन्छ। अब यदि बिरामीको फोक्सो कडा स्टिप छ जुन चाहिँ उमेरको कारणले अथवा अरू कुनै कारणले हुन सक्छ, त्यो 400 ml हावा फोक्सो भित्र पठाउन भेन्टिलेटरले धेरै प्रेसर प्रयोग गर्न पर्छ। तर यदि बिरामीको फोक्सो धेरै कम्प्लायन्ट छ भनेदेखि त्यही 400 ml हावा दिन कम प्रेसर नै पर्याप्त हुन्छ। ठीक यस्तै उल्टो पनि हुन्छ। अब यदि तपाईले निश्चित प्रेसर सेट गर्नुभयो भने त्यो प्रेसरले कति भोल्युम दिन सक्छ भन्ने कुरा भेन्टिलेटरले नै डिसाइड गर्छ। So if you set a constant volume, the pressure is to be decided by the ventilator and if you set the constant pressure, the volume is to be decided by the ventilator। सो अब भोल्युम र प्रेसरको बारेमा हामीले यो रिलेसन जानिसकेपछि हामीले यो रिलेसन चाहिँ मोड अफ भेन्टिलेसनमा प्रयोग गर्नेछौँ।